किनभने भोलि मेरो मायालु गर्लफ्रेन्डको बर्थडे ह्याप्पी बर्थडे टु यु मायालु Happy birthday, happy birthday, happy birthday to you. यो भिडियोमा सबै गर्लफ्रेन्ड सब रिभिल हाल्नु कति लुकाएर राख्नु त हैन। Hey guys, welcome back to my channel. It's me Sandalam Saloto. Sandalam Sandalam हुन्छ फिट एन्ड फाइन एकदम बाबाले चाहिँ अहिले म यता काकी घरबाट भ्लग स्टार्ट गर्दैछु। काकी घर पनि छ कुन कोठाभित्र यिनीहरू छोप्दिन आथि हैन। त्यो अघि हाम्रो प्लास्टरहरू पनि भइसकेको छ अनि हाम्रो रबिन दाइको काम है। रबिन दाइको काम पनि म देखाइदिन्छु। यो सब रबिन दाइले हान्नु भएको हो। यो के भन्छ यसलाई वेडिङ सेरिङको ठिकै छ। अनि अहिले म टक्क रेडी भएर चाहिँ हेरौँ क्याम्प एक्सलसम्म जान लाग्छु। किनभने भोलि मेरो मायालु गर्लफ्रेन्डको बर्थडे ह्याप्पी बर्थडे टु यु मायालु भन्न चाहन्छु ब्लगलाई। अनि उसको लागि बर्थडे फ्रेम लिन जान लाग्यो। हेर्दै गर्नु होला। आज म यो भिडियोमा सबै गर्लफ्रेन्ड सब रिभिल हाल्नु कति लुकाएर राख्नु त हैन। धेरै भ्लगमा चाहिँ गर्लफ्रेन्ड रिभिल हुनेवाला छ आज। झ्याँटी पनि आइसक्यो। आमामा आउट अफ कन्ट्रोल जस्तै चलाइदिएर दाइले चाहिँ सातो खाइदिएर 70-80 त त्यो 75 देखाएको थियो। त्यो मिनिमम त 70-80 नै हान्दो रहेछ नि। यस्तो बाटोमा त त्यो गाइज अब त्यहाँ बस कुर्छौँ। अनि अब बस कुर्छ यस्तो फेरि अब झ्याम्साला सब चिनियाती पसल बन्द रहेछ नि तनाव हुन्छ। तर पनि जाम केही छैन। बिस्तारै जहाँसम्म पुगिन्छ त्यहाँबाट चाहिँ चढेर अनि आनन्दलाई जानुपर्ने हुन्छ है त। हेर्नु पुरकको याद आएरै हो त्यो। कहाँ त यता आयो पुरक दिनलाई कस्तो छ बाटो हिँड्दा त झल याद आउँछ। त्यो गाइस अहिले त हामी कहाँ आइसक्यौँ तर पनि गाडी भेटेन। हामी त्यो गाडी नआउँदैछ हिँडिरहँ भनेर। तर पनि हामीले गाडी चाहिँ भेटेको होइन। त्यो कपाल मात्र बाइक जान्छ अनि त्यो उताबाट त्यस्तो कपाल पनि आइरह। कपाल मात्र होइन छोरा पनि छ। एउटा गाडी देखा तर के वहीँ रोकेर के हामी चाहिँ यहाँ आइसक्यौँ है यो गेट भनेर। हामी जति नै दिदीहरूसँग आउँदा नि यही गेटसम्म आइपुगेको थियौँ। अनि यहाँ सिधै गाडी आइपुगेको छ। फोटोसुटो खिच्दै गर्दाखेरि आज पनि त्यहीँ आइपुग्यो तर पनि गाडी आएन। त्यो बेला बिस्तारै हिँडेर जहाँ पुगिन्छ नि नपुग्यो। अब हिँडेर पुग्यो होला 22 नम्बर गेटमा है त। अनि ठ्याक्कै गेटमा आइपुग्यो फेरि बस आएको थियो। अहिले पनि आइरहेको उताबाट बस आइरहेको उता मामाहरू के अब ल है सबैजनालाई वेलकम टु भीमसेन थापा रुरल म्युनिसिपालिटी है त। ल त्यही नै गाइज बिस्तारै हिँड्दै गरौँ है त। म त आरघाटको बस्नु आरघाट त तल बाटो जाने हो नि त। अनि झन् यहीँ झर्दिएको लामो जस्तै लामो माथि खोलाको माथि नै रहेछ नि। अस्ति हामी गएको थियो कता हो कता याद यो डाँडा उत्यो क्या। यो डाँडा 5-6 वटा आउँछ। हिँड्नु छ नि 3 घन्टा लाग्छ मलाई।
त्यही गाइस हामी चाहिँ डेस्टिनेसनमा चाहिँ आइसकेको छौँ अब यहीँ हो एउटा चिने पसल यता अरू खोज्नु बिस्तारै त्यही नै है त अहिले हामी यहाँ गर्दैछौँ अनि त्यहाँ बसेर त्यो तल आउँदैछ त्यहाँ चाहिँ फोटो भइरहेको त्यहाँ भइरहेको गाइस त्यो एकछिन अगाडि त्यहाँ बस्छौँ अनि अहिले मिस यता पढाउनु भएर यतै आउनुभयो होला फेरि यहाँ अब घर बनाइयो यहाँ बस्नु नि आफ्नै घरमा बस्ने अर्का हेरेर बस्यो व्यापारी हुँदैन अरे केही न केही 2 वर्ष त्यसै गयो व्यापारी हुन्थेन कि केही पनि हुन्थेन अब यस्तो काम सबै सुधार्नुसाथै गर्थ्यो अब हामी पुरै नयाँ मान्छेलाई खासै अब हुँदैन है हजुर अनि त्यो कापी बेचेर कहिले हुने यता भाडा पसल नै थिएन अहिले यता भाडा सबै पसल मिल्यो यतापट्टि यो उतापट्टि पनि हो त्यो नि हो काम ल चलाउनु यो चाहिँ हामीले रिभिल गरेनौँ किनकि अब धन्यवाद त्यो गाइस अहिले चाहिँ हामी होटेलभित्र पनि छिरिसकेको छौँ अङ्कलले बनाउँदै हुनुभएको यो थुक निल्दै हो त्यहाँ बाहिर केटीहरूले देखाएको छ त्यही भएर चाहिँ यसले होइन है सिर्फ मैले हो है यसले त त्यस्तो गरेर मिल्दैन है मैले मात्रै हो है हेर न हेर यसलाई हेर न यसलाई यो के भन्ने यसको त वाइट टुथ स्पोकन भन्छ कि स्पोक भन्छ ए 45 इज वेल 45 इज वेल किन हाल्थ्यो होला फेरि मलाई त्यो दुइटा भयो टुथ खोल्दैन के हो यो सस कस्तो हो त्यो कस्तो बल्ल ल त्यही गाई जब खान्छ मलाई जा अनि यो दुइटा माझेर त्यहाँ पुरा बुझाइदिएन ल त्यो मात्रै खाइरहेको अन्त हुन्छ दिदीहरू अन्त बुढाहरू अनि अब त्यही पे गर्नुपर्ने हुन्छ अनि त्यसपछि फास्ट ल त्यो गाइस अब अहिले खाजा खाएर पनि आइसक्यो भित्र बस्नु चाहिँ अनि त बाहिर चिल आउट भएको छ अनि हामीले आएको बसल चाहिँ यही हो नवराज स्टेसनरी के हो यता ल त्यो अहिले यताको उ त्यो कडा अनि यस्तो पिजहरू खाउनु न रोड चाहिँ गर्मी त गर्छ साथीहरू त्यो गाई यता चाहिँ मैले काँक्रोहरू हेरिरहेको छु काँक्रो लिचेर हुन्छ मिलाउने देखाउनु झ्याप हान्नु पनि हुन्छ खोज्ने कुरा त हुँदैन ए रहेछ ल त्यो बिस्तारै गाडी नबन्दी हिँड्छ अनि त्यसपछि बिस्तारै पुग्छ घर पुगेर काम छ कि छैन रहन्छ भने चिल आउट रहेछ भने गऱ्यो सक्यो सुत्यो उठ्यो जुरुक्क ट्युसन गयो साथीहरू गाह्रो छ भोलि पनि बिहानै ट्युसन जानु छ है ल त्यो गाइस अब त्यो हामी लाग्यो है त ल यहाँ चाहिँ केरा हो नि त
अब यो केरा चाहिँ हामीले खान पाउनुहुन्न। आकाशको फल आँखा परि मर भने जस्तै हो। त्यो भएर आँखा नलाई जानुपर्ने हुन्छ। यस्तो गाडी आए जस्तो पनि लाग्छ तर बाइकहरू मात्र आइरहेको अवस्था अहिले चाहिँ गाह्रो छ। आफ्नो साधन भए भए कम रमाइलो हुन्छ। आहा शिवको भक्त एकैछिन पक्छ। यदि त्यो बेलुका एक ट्रिप हान्ने भनेर लाँदै भएको होला। सुट त तान्ने फुटुटुटु भन्ने जस्तै। ल त्यो गाइस अब बिस्तारै गाडी कुर्छु अनि घर जान्छु है। जा मोर भनिदिएको बिचरा यार। त्यहाँ अगाडि उमा टाल्ने क्या लगाइरहेको थियो। मैले हिजो भनिसकेको हाल्थेँ तर इग्नोर हान्नु हुन त पेवाना पर्यो। केही हुन्न बिउ दे आनन्दले दे आफ्नै हो त। मल दे हाई गर। त्यो गाइस अहिले हामी यहाँ पार्टी निराइसक्यौँ। अनि पार्टी निराएर चाहिँ बस्दै छौँ। गाडी नै भेटेको छैन यार। झ्याइ लागिसक्यो त्यत लामो। अहिले चाहिँ हामीले गाडी नभेटेको अवस्था। हामी थकाइले थकित बनाएको पनि अवस्था। कहाँ दिस मैले जल अब छर्दिनी भने अब चाक्थ्यो घरै गएर धो न। अब चाक्थ्यो घरै गएर धो न। ढुङ्गा त पसिस नि लगेर रिबिल नहान्नु होइन। मुतिर पनि बस्यो एकछिन पछि लगेर अहिले त्यो हगेर नि आइसकेको छ। अब बिस्तारै अब तपाईँहरूलाई म थकेर बेला कस्तो कुराहरू गर्दै बस्नु भन्ने कुराहरू देखाउँछु यहाँलाई। अठा क्यामेरा अठा पहिला टक छ होइन हालले त्यो यस्तो हुनुपर्ने हुन्छ होइन। अनि हात चाहिँ यस्तो हुनुपर्ने हुन्छ। मैले योभन्दा अघि नै 1-2 मिनट अगाडि भनेको थिएँ। यो मेरो पेभन्दा भनेको थिएँ क्यामेरा अठा नअठाए। यही हो रमाइलो है गाइज है। सो गाइज हामी यहाँसम्म चाहिँ आयौँ त घ्याम्सालसम्म छ। अनि हामी के को लागि आयौँ भनेर चाहिँ थाहा तपाईँहरूलाई फोटो फ्रेम बनाउनु लायो भनेर। अनि मैले पहिले भनिसकेको थिएँ मेरो भोलि माई लभको बर्थडे भनेर। अनि अब यसको भाउजू मेरो माया। सो हामी चाहिँ बर्थडे उइस हानिदिन पर्ने हुन्छ अझै। ल है त ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु। केक तिमी काट्ने होइन। तिमी देख्यौ नि तिमीलाई मैले यस्तो डान्स हानिसकेको छु। तिमीले मेरो माया बुझेन भने नि बुझेन फेरि बुझ्नु पर्यो रे है। बुझेन तिमीलाई खोडा हानिदिन्छु नि घरमा काटिदिन्छु घरमा तिम्रो त्यो मेरो मायालाई धेरै मनदेखि नै ह्याप्पी बर्थडे टु यु धेरै धेरै माया प्रकट गर्न चाहन्छु। ह्याप्पी बर्थडे भाउजू। या ल त्यो गाइस तर सोचे जस्तो बनाइदिएन नि। पहिले थाहा भयो त्यहाँ आफैले बनाउनु पर्दैन। म खतरा बनाइदिएर लग्छु है। ल अब बिस्तारै गाडी पनि आयो तर बस होइन यस्तोले रोक्दैन भन्ने कुरा थाहा। अब आउँछ चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ है। यताबाट चाहिँ आयो है यताबाट के आएको है बसको त आधी घन्टा बस्यौँ होला। बसै भेटेन। अनि हामीले बिस्तारै हिँड्दै जानु लाग्यो नि। यताबाट चाहिँ होइन टिप्परहरू नि आएको बसै भेटेन। सो अहिले हामी चाहिँ हिँड्दै गयौँ। अब दिदीमा आउँदा नि यस्तै भएको थियो। यसमा आउँदा नि यस्तै भयो। कहिले आउँछ यार बस। अब जहाँबाट आउँछ त्यहीँबाट चढ्नु पर्यो। सब झुले सब हामीले बस पाएन उनीहरू आनन्दले झुले यार। हामी वहाँ माथिबाट चाहिँ आइसकेको छ। सो बस नि हेर्दै आइरहँ तर के भने बसै फेला पारेर होइन। बरु यसको मिजुहरू पनि आइसक्यो तर बस अझै पनि आएन। ठिकै छ
ल है बस पनि आइसक्यो कुकुर होइन बस चाहिँ फाइनली आइसक्यो अब हामी यतै बस्छौँ अनि यहाँबाट चाहिँ चढेर स्वाट जानु पनि हुन्छ हरन त बेस्ट हरन यो गरे अल्छ सुनेको थिएँ यार मैले यस्तो हरन यही बेर पिसअप छ अब ल जति हामी त्यहाँ पनि झरिसकेको छ त्यहाँले अनि यहाँ अङ्कलकोमा दाइकोमा खाजा खान आएको मोमो खान्छन् भनेर आएको पिरियड अनि यता चाहिँ गेम खेल्न आइसकेको अनुसार गेम के त निकालिदिन्छु यार म ल त्यही नै जब मोमो अब देख 26 ले खान्छन् के हो भने जोड्दाको हो त 8 जोडा है यार दुईटा है क्या अझै चम्चा छ अहिले त जरुरत चाहिँ दुईटा भइरहेको बच्चे सामने चेस आउट अफ कति आउट अफ 10 आउट अफ 7.4 2 अटेम्प लाने मिलाना मिलाने हाल्नु खै किन नमन बाटो त्यो खान्छ नि त हामीले सो गाइज अहिले चाहिँ खाजा खाएर पनि आइसक्यो अनि अब यो भिडियो पनि अब यतै व्यवस्थित हामी जान्छ अनि के अरे यो भिडियो कन्ज्युम अन्तिमतिर चाहिँ के भन्नु चाहन्छ भने हामीले हल्कै यो भिडियोमा दिनको लागि मात्रै गर्छौँ बर्थडे त्यस्तो भनेको खासमा यो फोटो भन्दै आफै भन्दै यताहरू भन्ने यताहरू हजुर बुवाको अब यसको बाबा भन्नु नि इन्डिया जाने थियो अनि अब एउटा भनौँ न अब एउटा के भन्छ त्यसलाई सम्झनाको लागि फोटो राख्ने अन्त फोटो बनाउन आएको हामी चाहिँ अनि त्यही गाइस कसैको बर्थडे सड्डे होइन यति त्यही हजुरबाको फोटो हो यसो घरमा रिभिल भयो भने म देखाइहाल्ने छु त्यही गाइस म यो भिडियोलाई यति व्यवस्थित हाल्न चाहन्छु कोही अन्तिमसम्म हेर्नु थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन यति भन्दै बिदा लिन चाहन्छु हस्त जय नेपाल